हेलो नमस्ते एभ्रीबडी के सुन्छ स्वागत छ मेरो नयाँ र मजाको ब्लगमा। आज हामी जान लागेको गुल्मी आइसकेको ब्लगको तेस्रो दिन टुरको। अब हामी गुल्मीतर्फ जाँदैछौँ। गुल्मीको टङ्गसन नजिकैको ठाउँ हामी आएको छौँ। हेर्नुहुन्छ यो चाहिँ होटल पौवामा भाउजू नि यहीँ हुनुभएको हामी चाहिँ रुम टुर दिइहालौँ न भनेर 7 नम्बर रुम हो। एकछिन आउने बित्तिकै यो बाथरुम जो छ गाउँघरको हाम्रो एसीको हो। हाम्रो एसी अफ गरिसकेका छौँ होइन। एसी छ रमाइलो हो यो रुम। यति यस्तो बबाल रुम चाहिँ बबालै रहेछ है गाइज। चाहिँ भ्यू रुमको गाउँघरको भ्यू यो झ्याल चाहिँ लगाइदिनु। बेलुका आउँदाखेरि बेलुका आइन्छ म चाहिँ यस्तो हुन्छ कि भन्ने कुरो हो। हेल लगाइदिनु पर्छ। रुम टुर यही हो है त। लोकल कुखुरा झोल बिर्स्या छैन है। बेलुका खाने हो फेरि। अगाडि हेरेर चलाउने के उहाँको मुस्कान हेर्दा आनन्द आउँछ। कसरी हाँस्यो हुन्छ कि गाइज हामी चाहिँ तत्काल भन्ने कमाइसकेको छौँ। अन्त अब गाडी चेन्ज गर्नु लाग्यो कि गाडी चेन्ज गरेर चाल मार्नु लाग्यो गाडी। अर्को गाडी चढेर माथि गाउँतिर जानु लाग्यो। यता स्कर्पियोमा जानु लाग्यो हामी चाहिँ टिम। गाइज हामी अहिले कहाँ आइसकेको छौँ सोच्नु होला। हामी अहिले गुल्मीको तेसुङ्गा हो कि को माथि फार्म रहेछ फार्ममा आएका छौँ अहिले। फार्मको फुल भिडियो चाहिँ हाम्रो अर्जुन दाईकोमा हेर्नु होला। त्योभन्दा अगाडि मैले यहाँ सानो यो चाहिँ टमाटर रहेछ। यहाँसम्म टमाटर छ यहाँ। अनि चाहिँ हामीले आउने बित्तिकै केटाहरूले अम्बा तिर्न लाग्यो क्या। अब मान्छेलाई लाउला क्या दाजु। भात नखाने सुरुमा हो क्या। एउटा पनि हातमा परेन है। ल अब एउटा ट्राई गर्नु त। मलाई हो गयो तलै गयो। धेरै पाएको मन पर्दैन लाँदाखेरि। छोरी के छ भाउजू हाल खबर? ठिक छ। गाइज म चाहिँ हजुरलाई यस्तो विकास ठाउँ गुल्मीको यस्तो विकास कि कृषिबाट नि केही गर्न सकिन्छ, नेपालमा केही गर्न सकिन्छ भन्ने उदाहरणको यहाँ हेर्न सक्नुहुन्छ। यो चाहिँ कृषि हो। उहाँ एकजना व्यक्ति हुनुहुन्छ। म उहाँको क्लिप हजुरले उहाँको भिडियो चाहिँ अब तपाईँहरूले हाम्रो अर्जुन दाइकेमा हेर्नुहुन्छ भने म यो छोटो मिठो राम्रो यसको हरिभरि बारी देखाइन चाहन्छु। वाउ कति रमाइलो गाउँ, राम्रो गाउँ हेर्न सक्नुहुन्छ। सुन्दरको एकदम राम्रो भ्यू भएको बारी रहेको छ। हामीले हाम्रो सोसियल मिडियामा ल्याउँदैछौँ। हाम्रो युट्युबमा
हाम्रो फेसबुकमा हेर्न कसैले पनि नछुटाउनु होला। साँच्चीकै केही गर्नुपर्छ है भन्ने हुटुटी बोकेको त्यो सन्देश लाखौंका लागि प्रेरणा बन्न सक्छ। कृषि कर्ममा रमाउन चाहिरहेकाहरूका लागि त्यो एउटा ऊर्जा बन्न सक्छ। हामी त्यही ऊर्जा समेट्न यतिखेर छत्रकोट गाउँपालिका 2 गुल्मी आइपुगेका छौँ। यता मेरी प्यारी छोरी अपूर्वा, यता मेरी प्यारी श्रीमती पूजा। एकदमै हाम्रो यात्रा दिव्य भइराखेको छ। डाँडापाखा यति रमाइलो छ, सुन्दर डाँडापाखा यो छ। तलपट्टि उहाँहरूको यो अकबरे छ, काउली छ, धनियाँ छ, टमाटर छ। सायद यो ठाउँ लोभलाग्दो छ। सबैलाई धन्यवाद। गुल्मीको जय होस्, छत्रकोटको जय होस्, इमान सिंह राणाको जय होस्, पैँचो पसल प्रालीको जय होस्। चाहिँ हामी कुखुरा फार्म आएका छौँ। भएको कुखुरा पनि रहेछ यता, यहाँ हेर्न सक्नुहुन्छ कुकुर। यहाँ कुखुराहरू बैडल रहेका रहेछ। यति सुन्दर प्यारो गाउँ। खर्च्याक जान लाग्यो टिम। हामीले पहाड्ने हो। ए त मेरो पो रहेछ त। अहिले खन्जाङ भन्ने ठाउँमा आइसकेको छ। खर्ज्याङ है, खर्ज्याङ गुल्मीको हुन्छ। हामी अझै रेडी 3 मुखे पुलतिर पनि गइन्छ। है गइन्छ चाहिँ हजुर हुन्छ। फेरि हिँड्यो। गर्मी त गर्मी नै रहेछ, गर्मी ठाउँ एकदम। अब रेडी नै गर्छ यता बराबर यस्तो बाटो। यता नानीलाई जिस्काएको पहिला यहाँ अलिकति एभ्रीबडी के छ मेरो नयाँ मजाक भ्लगमा म उठिसकेको छु। अब नुहाइदिएर जान लागेको। अब नुहाइदिएर कलेज जान कपडा धोएको छु आइरन गरेर है त। कलेजबाट आइसकेको छु, खाना नि खाइसकेँ, बेर भइसक्यो, ढिलो भइसक्यो अफिस जान। म जान लाग्यो होइन, गर्मी यस्तो पङ्खा लाखा होइन, पङ्खा लगाए नि यस्तो गर्मी भएको के। खै हिजो र आजमा एकदम गर्मी बढिरहेको छ। अब अफिस बस्नै लाग्छु है। अफिस भिडियो एडिट गर्न लागिसकेँ। ए भिडियो भइसकेको छ एडिट। अब एक्सप्लोर दुईवटा ब्लग भिडियो एक्सप्लोर है। आज एक दिन 2टा आइसकेको छ। यो बेलुका हुन्छ, भोलिबाट चाहिँ रेगुलर राम्रो ब्लग हुन्छ। आज जस्तो भयो नि हेर्नु होला, लाइक सब्सक्राइब गरिदिनु होला है। कहीँ जानु चाहिँ सुनौर जानु लाग्दा छ। अहिले राति सुनौर के सोच्नै सक्दैन, बोर्डर पारी गोरखपुर जानु नलागेको। लाइक सब्सक्राइब गरिदिनु। हामी नाइट गार्डन जानु लागेको किनकि दाइको गाडी छुट्टिसकेको छ, दाइहरू गइसक्नु भएको छ। म र क्यामेराम्यान दाइ जानु भएको। हेरौँ यस्तो हो क्या। यहाँ म हजुरलाई बाटोमा बस स्ट्यान्ड लागेको बेला भेट्छु है त। हाम्रो गाडी हिँडिसकेको छ पुलचोकबाट। अहिले चाहिँ हामी खाना खान गएको थियौँ। खाना रोक्ने बित्तिकै 30 कमायो। अझै हामी जान लागेको बस चढेर। Oh my god, camera photos maha. डाउन आइसकेको छ।
जाउनेको बाटो अलि राम्रै छ। माई गड होटेल पौवान बस्छु है। त्यस्तो बाटो छ। गाइज म आइसकेँ होटेल पौवा। हेर्न सक्नुहुन्छ यो चाहिँ बाहिरको टुर हो। होटेल पौवा आइसकेँ। आजलाई यति नै। अरू ब्लग भोलि हेर्नु होला। यसको टुर पनि दिनेछु मेरो रुमको। हस् नमस्कार, जय नेपाल। अहिले टाइम हुन्छ एक त्यो पनि टाइम देखाइदिनु न। 12:57 है त। नमस्कार, जय नेपाल, जय नेपाल। गाइज अहिले हामी फ्याक्ट्री आइसकेका छौँ। हेर्न सक्नुहुन्छ फ्याक्ट्री रहेको छ कि त्यो अहिले त्यहाँ सामानहरू टमाटरहरू देख्नु नै भयो होला। त्यो ल्याएर चाहिँ यहाँ फ्याक्ट्रीमा टमाटरको ससहरू लगायत विभिन्न चिजहरू बन्ने रहेछ सक्नुहुन्छ। र यो लगाउनु पर्ने रहेछ फ्याक्ट्रीभित्र जान। के छ कति मिठो भयो होइन? मिठो भयो। हजुरको शुभ नाम? रवि देउपाने। फ्याक्ट्रीमा हुनुहुन्छ हजुर यहाँ? भ्यू है साथीहरू। फ्याक्ट्री भिजिटमा जानु लागेको। फ्याक्ट्री सबै बसाइरहेको छ। हाइजेनिङ नन हाइजेनिङहरू सबै हाइजेनिङ हुन्छ यहाँ। हेर्न सक्नुहुन्छ कसरी। टमाटर सस को देखाएँ। सबै क्लिन हाइजेनिक रहेको छैन। त्यही टमाटर सस रहेको छ। त्यो ठुलो फ्याक्ट्री रहेको रहेछ। टमाटरहरू यसरी त्यो चाहिँ सस बनेको हो। बनेको सस हो यो चाहिँ। बनाएर ल्याएर यसरी त्यसमा हालिने रहेछ। त्यसबाट पाइप थ्रु बाल्टीभित्र हाल्ने रहेछ। अचार हाल्ने सब। फ्याक्ट्रीबाट जानु लाग्यो। हाम्रो टिम फेरि 2 जना पिनु भएको छ। यता मलाई सपोर्ट मोबाइल दिएर भ्लगमा सपोर्ट गर्नुभएको दिपेन्द्र सर। फ्याक्ट्रीबाट हिँडिसकेको छ यता। हामी भोलि भेट्छौँ। गाइज यति नै भन्नु पर्यो आजको ब्लग। लाइक शेयर सब्सक्राइब चाहिँ गरिदिनु होला नभुलिकन। हस् नमस्कार, जय नेपाल।